हेलो साथीहरु नमस्ते अनि स्वागत छ यहाँ सबैलाई हाम्रो ब्लगमा। आज चाहिँ नि ठ्याक्कै यो बोसेलाई फेरि खाइदिउँ भन्ने कुरो भइरहेको छ। आज चट्ट खोटाङ हलेसीको कालो बङ्गुरको मासु खाउँ भनेर साथीहरु हामी लागिरहेको छौं। तपाईहरुकोतिर मौसम के कस्तो छ? चिज यस्तो छ, उहाँहरु लागिराख्नु भएको छ तरकारी बनाउनको लागि। नाला ल्याएर हाल्नु मन नाला ल्याउने पानी चाहिँ बरले बाउ छिन्छ भुकुले वाला विभिन्न प्रजातिको हुँदछ के गर्न हो सर पानीले केटा अब हिलले काट्ने अब मिना त ठीक छ नि हैन? मासु लिन आउनु भयो, कति लानु नि हजुर? खै अब के गर्नु ल मोटे भाइ पनि यही आइपुग्यो हैन? कति लगिन्छ? मानिसले खानुपर्छ भने उहाँहरु चाहिँ आइसक्नु साथीहरु। हाम्रो उहाँहरु साथीहरु लागिराख्नु भएको छ। सिंगलको बनाएको 10 डबल बनाएर मदेला हुन्छ नि भनेको नि यहाँ राख्दै छु के मैले ढाको दाल जागल ढाको राख्दै छु के यहाँ फेरि अलदा हेर्नु 11 कम कमै छ हैन यता हेर्छ नि त मासु भइराछ नि ओइ बडी 11 अहिले खबर हेर्बो खाना छैन 12 खाएको 12 एउटा परङ हाल्यो त्यसलाई फेरि होला 13 ल 13 ओ नलाउ लाउनु पर्छ 13 हैन धेरै हुन्छ अहिले 13 यो थालमा त्यो पुछरमै हालिदिनु पर्यो लानु हुन्छ के 18 प्लास्टिक किन केटा के 14 भएन 18 के प्लास्टिक सक्यो तिम्रो धेरै हुन्छ अर्कोमा कम गर्दा हुँदैन कहाँ त्यति अघि कम पनि गएको छ मिलाएर त्यो पर्दी मर्दी आफ्नो आफ्नो ठाउँमा है आफूले काट्ने आफूले घार्ने है सजिलो एउटा सुँगुर बनाउन सक्छ नगर न हामी काटिदिन्छौँ मिलाएर लगाऊ हजुर फाल्टो एक दार्ने अरे त्यसो भन्थ्यो उसले अघि फोन गरेको थियो। एउटा के कुन चाहिँ फुटाउने 18 एउटा त्यो उब्रिन्छ नि के एउटा फाल्टा राख्नु उब्रिन्छ थप्ने ठाउँमा राख्नु के त्यो उब्रिन्छ नि के मासु भरे एउटा उब्रिन्छ नि यता त्यसरी मिलाएर गर्दैन कि त्यो करङ लाउनु पर्यो नि त्यसलाई त्यो घरमा बस्छ हो त करङ बिना हालौँ त करङ बिना त राख्छ नि फेरि जुन भए राख न उब्रिन्छ नि के भरे पुग्दैन नि हो त हो उब्राउने उबार्ने गरे हो मनले खुट्टा पक्रेर फट्टे उब्रिन ढाडले घोडा टेक्न लाग्छ बना अन्तिम दिन अब घर मालिक चाहिँ यसो हजुर व्यवस्थापन गरेर हिँड्छु भन के भाइ यो भाइ बोसो आन्टी बोस एक केजी सक्यो चाहिँ हजुर अलिक ढिलै भएको मामा 10 बजेतिरदेखि त सुरु भएको होला।
भइसक्यो 12-3 भइसक्यो मामा अब हामी त 2 बजे खोल्छौँ तपाईँको छैन नि हामी छिटो खोल्छौँ नि अब बनिसक्यो त बनि यो त गएर शीतल छ त्यो यो त सक्यो त हो त अब के कति बेला छ त यो मजाले दाजुभाइको फेरि पैसा तिर्नु पर्दैन अरे मामाले भन्दै हुनुहुन्छ पर्दैन अहिले अहिले खाएर खाँदै जाउँ न माछा फेरि हिजो मारेर माछा फलाफल माछा धेरै भएर फेरि कना आधा किलो परेको थियो जिउ धेरै भएर त्यो तल बरमा झुन्डाइदिनु न मुसाले खान्छ नि त्यहाँ होइन उफ्रेर जसले लान्छ भन्नुहुन्छ अहिले त तपाईँले भोलै राम्रो मिठो बोल्नु है फेरि उफ्रिनु हो त भन्नु भने यो मात्र भोरै उफ्रिन्छ को अम्ता उफ्रिँदैन हौ उहाँ त हो त सर हिँड्नु चाहिँ होइन उफ्रिनु चाहिँ म तपाईँलाई यस्तै छ यस्तै छ हातले टेकेर जो धेरै हुन्छ त्यसले लाने भने उहाँले फेरि लान्छ नि फेरि जेठुले हातले टेकेर जो यहाँ त्यहाँ पुग्छ उसैले लाने है त्यो रुखको फेदमा छोडे उसैले लाने भने उहाँले लान्छ लाउ खुट्टा चालेर गरेर तिमी लान्छ मैले पनि भन्नु पर्यो भन्दै थिएँ तपाईँलाई तोड्नु हो त्यसो भन्छ कहाँ गएर अस्ति हामी माथि कामबाट आइयो यो सबैको आफ्नो विशेषता छ नै अनि त हलितिर आएको नि हेर्दै हिँड्दाखेरि हामी ती छोडेको स्याहारी अब यो त ढिलो भयो लु जाउँ भने कोही कहिले घरमा त आधी घन्टा पो आइपुग्यो माछा मार्ने सल्लाह गरेर भेडा छिटाउनु तपाईँ 3 भएको फेरि अर्कै बेला सल्लाह गरेर मिलाएर होइन त्यो त होइन उता मैले जाउँ भन्दै थियो अनि ललचिप नमाने नभए साथीमा त जाने तपाईँको कुरो सबै बुझियो होइन भन्नु मिल्दैन अहिले जो समग्रमा मासु राम्रो छ भनौँ न होइन ठिक छ दीपक काठमाडौँ हो दीपक 1 बज्यो 12:30 भयो अनि रोशने काठमाडौँ होइन हामीले त पोलिथिन ल्याइएन पोलिथिन पो गाह्रो हुने हो उयो आएको छैन चुया पनि छैन यहाँ लु त्यसमा प्लास्टिक किन्छ अब उहाँ भान्जा अब त्यहाँदेखि भान्जा अब उसलाई 1 बिसाउने टोपीले त हुँदैन मामै फेरि धोइदिनु पर्दो हो भरै अङ्गल जोख्नु न प्लस गरिदिएर हामीलाई बोलाइदिनु लु मासु खाउने हुनु त आउनु त अत्तालले खर प्लास्टिक बोरा जुन प्लास्टिकमा एक धारले बोकेर गइहाल्नु लु जोखिहाल्नु आउनु अङ्गल टिप्नु उकालो उकालो यहाँबाट आउनु सुरु गरौँ यहाँबाट आउनु न अनि हो होइन त्यहाँ ठिक छ क्यामेरा चलाउने ठाउँमा ठिक छ उठाउने क्या उठाउँदै जान्छ नि त अहिले मान्नु भन्नु तपाईँ यता बस्नु न तपाईँ यता के तिमी उनीहरू जान्दै नाम त सबै लेखिरहेर नाम टिप्नु नाम टिप्नु भलराज बहिनी पोलिथिन त मलाई पनि अनि मैले लेखन गाउँको सबैको लेखन मैले लेख चन्द्रशेर राई एकधार अरे हजुर टिपिहाल्नु न चन्द्रशेर राई एकधार लेखिहाल्नु न त राई टोला अब चाहिँ ल साथीहरू अब हाम्रो चाहिँ अन्तिम चरणमा जहिले पनि यसरी घर जाने बाटो यसरी राम्रो चाहिँ नि भुटेर मासु खुवाउने चलन छ हामी चाहिँ अब तयारी अवस्थामा छौँ खान हाम्रो यो टिम छ होइन साम्पाङ कहाँ जानुभयो आउनु न हौ हाम्रो 3 जनाको टिमलाई चाहिँ फेरि एक थाली छ है साथीहरू यहाँ अन्तिममा यसरी रमाइलो गर्ने हाम्रो चलन छ 2-4 दिन बडो मजाले पानी पर्यो पानी चिसो बढेको छ अनि बङ्गुरको मासु एकदम राम्रो हुन्छ भनेर आज चाहिँ
बङ्गुरको मासु बनाइयो है साथीहरू। ल साथीहरू होइन मान्ने यो आउनु न तपाईँहरूलाई नतोड्ने भन्ने कुरा हो क्या आउनु न ल तोडौँ ल हानिदिउँ निगार चट निगारसँग बोसेको मासु खानुको मजा नै बेग्लै साथीहरू। ल हामी चाहिँ यसो आज रमाइरहेको छौँ। हाम्रो भिडियो सामग्री कस्तो लाग्छ हजुरहरूलाई मन परे लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु हुन होला भन्दै बिदा हुन चाहन्छौँ। हामी सबैको जय होस्।